नमस्ते एभ्रिवान, स्वागत छ तपाईँहरूलाई आजको ब्लगमा। आज चाहिँ हामी घुम्न आएको छौँ दुबई मिराकल गार्डनमा। हामीसँग हुनुहुन्छ मिस्टर विकास विकास तामाङ छ, हाम्रो लेफ्ट साइडमा छ जयराम, अनि यतानिर हुनुहुन्छ हाम्रो जयरामको मिसेस र हाम्रो जोय छ। र आजको हाम्रो जर्नी अहिले स्टार्ट भएको छ। अब हामी चाहिँ इन्ट्रान्सतिर आइपुगेका छौँ। तपाईँले देख्न सक्नुहुन्छ अब इन्ट्रान्स चाहिँ यस्तो छ। अब हामी चाहिँ इन्ट्रान्समा आइसकेका छौँ। इन्ट्रान्समा देख्न सक्नुहुन्छ तपाईँले होइन, मजाले अब चाहिँ हामीले चाहिँ टिकट लिइसकेका छौँ। हाम्रो अब सहयात्रीहरू अगाडि दुईजना हुनुहुन्छ। घोडा चाहिँ यो हो। तलाइज ल हजुर घोडा ल हजुर यता छ। ल यो चाहिँ अहिले मैले क्यामेरा दिएँ रुबेनलाई। ल रुबेन समात्नुहोस् क्यामेरा। आज चाहिँ हामी के भन्छ मिराकल गार्डन आएको छौँ। अब हामी चाहिँ इन्ट्रान्समा भइसकेको छ। तपाईँले यता देख्न सक्नुहुन्छ। हेर्नुहोस् कस्तो भएको छ यहाँ, हेर्नुहोस् कस्तो राम्रो छ यता यता हेर्नुहोस् वरिपरि दामी गार्डनै गार्डन छ। अब चाहिँ हामी राइट साइडबाट जाँदैछौँ। जयराम यतातिर जाउँ, यतानिर राम्रो छ यहाँ साइडमा हुनुहुन्छ हाम्रो जयराम। अब चाहिँ ठिक्क भयो। ल आउनुहोस्, ब्लगमा आउनुहोस्, स्वागत छ ब्लगमा। यो हाम्रो कसको ब्लगको नाम के हो? ल गाइज हेर्नुहोस् यता हात्ती। देख्न सक्नुहुन्छ हात्ती। यतानिर क्यासल नि छ, त्यहाँ चाहिँ जान पाउँदैन। अब चाहिँ हामी जाँदैछौँ। यसो यहाँ चाहिँ देख्न सक्नुहुन्छ तपाईँले हात्तीहरू। योहरू हेर्न सक्नुहुन्छ। हात्तीहरू छ, यतानिर क्यासल छ, यता नि क्यासल छ। अब चाहिँ हामी मिराकल गार्डनको भित्र आइसकेका छौँ। यो चाहिँ सबसे ठुलो प्लेन हो, हेर्नु होला। यता चाहिँ एभरेस्टको प्लेन छ, जुन चाहिँ यतातिर मजाले फुलले सजाएको छ। यो चाहिँ एभरेस्टको प्लेन हो, तपाईँले देख्न सक्नुहुन्छ है, देख्न सक्नुहुन्छ। मजाले चलिरहेको छ। यता चाहिँ हामी छौँ, तपाईँले देख्न सक्नुहुन्छ। हाम्रो अगाडि हुनुहुन्छ हाम्रो साथीहरू। यता जयराम भाइ भन्दै त ब्लगमा जोय से हाई। होइन यार त्यो पनि अघि पनि ए खिच्यो गडा हो। ल कस्तो आइरहेको दामी रहेछ, दामी। ए किन्नुपर्ने जस्तो लागिरहेको भाइ मजाको रहेछ, दामी छ है। सही आउँदो रहेछ। ब्लगिङ गर्दै हिँड्नु गएको युट्युब च्यानल बनाउँदै। हाई गाइज, हामी चाहिँ अहिले मिराकल गार्डनमा छौँ। हामी साथमा छ मिस्टर विकास द ऱ्यापर छ। अनि यता देख्न सक्नुहुन्छ, यसो देखाउनु त हाम्रो दर्शकहरूलाई। यता छ हाम्रो एभरेस्टको हाम्रो जहाज चढेर अब नेपाल जान्छौँ। यसो रमाइलो गर्नु होला तपाईँहरू नि। यो जहाज चढेर अब नेपाल जान्छौँ। यो चाहिँ पेट्रोल हाल्न राखेको। अब
हामी उता जाउँ उतानिर दामी छ त्यहाँनिर बस्ने खानु सक्छ अनि फुटबलहरू पनि छ हामी त्यहाँ खिच्छौँ अब हामी चाहिँ अब अगाडि बढ्छौँ जान आउनु अनि ल कता हो तिमी हेर्दैछौँ ल अब चाहिँ हामी टेढै टेढै भयो कि क्या यार खै ल ल आइसक्रिम कता हो ल हेलो भन न यता खै ल है ल हाई Hi, mango ice cream. Mango. यता यता अनि पास्ता के छ त हालखबर सब ठिक छ अब हामी जाँदैछौँ अलिक उता जाऊ न पुरै तिम्रो पुरै लिन्छु क्या आउनुहोस् एक्सप्लोर गर्नुहोस् हामीसँग मिराकल गार्डन अब हामी अगाडितिर जाँदैछौँ त्यतातिर चाहिँ यसो अब फुटबलको वर्ल्ड कप सर्कल यस्तो के भन्छ शान्तिको यहाँनिर चाहिँ फोटो हुँदैछ फोटो सेसन हुँदैछ ल बसेर पढ्दै यो चाहिँ अन्डरटेकरको हात यहाँनिर चाहिँ अन्डरटेकर आउँछ यहाँबाट अन्डरटेकरको उत्पत्ति भएको ल यता चाहिँ यो के हो मिकी माउस पान्डा जस्तो सही खिच्दो रहेछ है ओके अनि स्टेबलाइजेसन भएपछि त के चाहियो सब छ कि आरामसँग बस्ने ठाउँ छैन Why? पाण्डामा स्मर्फ यहाँ देख्नुहुन्छ स्मर्फ कार्टुनको क्यारेक्टरहरू मजाले जताततै छ फुलै भएको यो के भन्छ बगैँचामा तपाईँहरूले देख्न सक्नुहुन्छ ट्रेनको खिचिदिन्छु म यहाँबाट
बनायो अनि कन्सेप्ट चाहिँ एकदम इजी रहेछ अँ यस्तो म नेपालमा बनाइदिन्छु यहाँ पे खड़ा हो, ये बहुत अच्छा व्यू आएगा। ये दोनों लिएर आऊ न ल गाइज अब हामीले अलमोस्ट घुमिसकेका छौँ अब चाहिँ हामी अब घरतिर अब खाजा खानलाई जाँदैछौँ अब अलमोस्ट हाम्रो दुबई मिराकल गार्डनको जर्नी यहीँ एन्ड हुँदैछ र अब हामी अब इन्ट्रान्सतिर लाग्दैछौँ अब एक्जिट आइसकेको छ तपाईँ सबैले देख्न सक्नुहुन्छ ल अब चाहिँ यो ब्लगलाई यतै एन्ड गर्छौँ हामी ल गुड बाई लिएर आऊ न यो यिनीहरूले यो ठाउँ बनायो अनि कन्सेप्ट चाहिँ एकदम इजी रहेछ अँ यस्तो म नेपालमा बनाइदिन्छु
ल गाइज अब हामीले अलमोस्ट घुमिसकेका छौँ। अब चाहिँ हामी अब घरतिर अब खाजा खानलाई जाँदैछौँ। अब अलमोस्ट हाम्रो दुबई मिराकल गार्डनको जर्नी यहीँ एन्ड हुँदैछ र अब हामी अब इन्ट्रान्सतिर लाग्दैछौँ। अब एक्जिट आइसकेको छ, तपाईँ सबैले देख्न सक्नुहुन्छ। ल अब चाहिँ यो ब्लगलाई यतै एन्ड गर्छौँ हामी। ल गुड बाई।